देशको सर्वोच्च विधायिका जहाँ हाम्रो देशको भविष्य तय हुन्छ। तर वैशाख 30 गते संसदमा जे भयो नि त्यसले सबैलाई पूरै चकित बनायो। संसद चलिरहेको छ, तर एउटा मुख्य कुर्सी भने रित्तो छ। आज यही रित्त कुर्सीको रहस्य, यसले ल्याएको राजनीतिक भूकम्प र कानूनको पर्दा पछाडिको वास्तविक कथाको चिरफार गर्दैछौं। सुरु गरौं है त। एकै दिन एक होइन, दुई होइन, पुरै 3वटा बैठक लगातार स्थगित। देशको संसद जहाँ एक मिनटको ठूलो मूल्य हुन्छ, त्यहाँ यस्तो हुनु चान्चुने कुरा पक्कै होइन। आर्थिक वर्ष 2083-2084 को सरकारको वार्षिक नीति तथा कार्यक्रम जस्तो एकदमै गम्भीर विषय, तर छलफल सुरु नै नभए कसरी सक्यो त? बुधबार प्रतिनिधि सभाका 3वटै बैठकको एउटै मात्र कार्यसूची थियो, नीति तथा कार्यक्रममाथिको छलफल। तर 3वटै बैठक नराम्ररी फ्लप। देशको नीति जस्तो गम्भीर विषयमा पटक पटकको यो अवरोधले एकदमै गम्भीर सन्देश दिन्छ। र यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने नि, यो सम्पूर्ण राजनीतिक नाटकको केन्द्रबिन्दुमा एउटै मात्र कुरा थियो। संसदमा देखिएको प्रधानमन्त्रीको रित्तो कुर्सी नै यो सबैको जड हो। विपक्षी दलहरूको कडा अडान थियो, बैठक चलाउने नै हो भने प्रधानमन्त्री बालेन शाह आफै भौतिक रूपमा उपस्थित हुनै पर्छ। तर प्रधानमन्त्री शाह संसद बैठकमा जानु भएन। यही एउटा रित्तो कुर्सीले नै संसदमा सम्पूर्ण राजनीतिक गतिरोधको आगो सल्कायो भन्दा फरक पर्दैन। विवादको चुरोकुरो ठ्याक्कै यहीँनेर छ। एकातिर विपक्षीको कडा माग छ, प्रधानमन्त्री हाम्रै अगाडि हुनुपर्छ, उहाँले नै सुन्नुपर्छ। अर्कोतिर प्रधानमन्त्रीको कदम छ, आफू उपस्थित हुन नसक्ने भन्दै सम्पूर्ण जिम्मेवारी अर्थमन्त्री सोनिम वाग्लेलाई तोकिदिनुभयो। विपक्षीले यो कुरा सिधै अस्वीकार गरे। त्यसपछि पहिलो बैठक स्थगित। दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत त गर्नुभयो, तर फेरि विपक्षीले प्रधानमन्त्री नै खोजेपछि कुरा त्यहीँ गएर अड्कियो। तर राजनीतिको यो तानातानमा एउटा ठूलो ट्विस्ट छ। विपक्षी दलहरूको यो प्रधानमन्त्री उपस्थित हुनै पर्ने कडा अडानमा सबै एकमत थिएनन्। राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासपाले यसमा अलि फरक बाटो समात्यो। कुर्सीकै विषयलाई लिएर संसद नै अवरुद्ध गरिरहने कुरामा रासपाले साथ दिएन। तर जोड घटाउ जे भए पनि परिणाम भने शून्य। 3वटै बैठकमा छलफल सुरु हुनै सकेन। अब यो राजनीतिक दाउपेच र भावनालाई एकछिन साइडमा राखौं। जब यति ठूलो हंगामा हुन्छ, खासमा तथ्य के हो त? कसले सही गरिरहेको छ र कसले गलत? के प्रधानमन्त्री उपस्थित हुनै पर्ने बाध्यता कानूनमा साँच्चै छ त? आउनुहोस् सिधै संसदको आधिकारिक रूलबुक भित्रै पसेर हेरौं। प्रतिनिधि सभा नियमावली 2079 को नियम 38 को उपनियम 3 ले ठ्याक्कै के भन्छ सुन्नुहोस् है त। यसमा प्रश्न भनिएको छ, छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ। कुरा एकदम प्रष्ट छ। कानूनले नै प्रधानमन्त्रीलाई आफ्नो अनुपस्थितिमा अर्को मन्त्रीलाई आफ्नो प्रतिनिधि र जिम्मेवारी तोक्ने पूर्ण अधिकार दिएको छ। यसको सीधा अर्थ के हो त? पहिलो कुरा, नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीकै भौतिक उपस्थिति अनिवार्य छैन। दोस्रो, प्रधानमन्त्रीले तोकेको मन्त्रीले नै छलफलको प्रस्ताव प्रस्तुत गर्न सक्छन्। र तेस्रो, उठेका प्रश्नको आधिकारिक जवाफ पनि तोकिएकै मन्त्रीले दिन सक्छन्। नियमले त प्रष्ट भन्छ नि, तोकिएको मन्त्रीले जवाफ दिएपछि छलफल समाप्त भएको मानिनेछ। अर्थात् प्रधानमन्त्रीले अर्थमन्त्रीलाई तोक्नु कानूनी रूपमा 100% वैध छ। त्यसो भए अबको निकास के त? सभामुख डोलप्रसाद अर्यालले यही नियमावलीलाई टेकेर एउटा बाटो निकाल्नु भएको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनका लागि वैशाख 31 गतेको दिन आधिकारिक रूपमा तोकिएको छ। र अचम्मको कुरा के छ भने यहाँ पनि नियम उही लागू हुन्छ। प्रधानमन्त्रीले चाहेमा फेरि पनि अर्को मन्त्रीलाई प्रतिनिधि तोक्न पूर्ण रूपमा सक्नुहुनेछ। यता बाहिर क्यामेराका फ्ल्यास र माइकमा चर्काचर्की चलिरहँदा पर्दा पछाडि भन्ने काम रोकिएको छैन नि। नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु नै नभए पनि सांसदहरूले 35वटा संशोधन सूचना दर्ता गराइसकेका छन्। बाहिर जतिसुकै राजनीतिक नाटक देखिए पनि भित्रभित्रै विधायकी कामहरू आफ्नो गतिमा अघि बढ्ने प्रयास भने गरिरहेका छन्। अब सबैभन्दा ठूलो प्रश्न, यो सब कुरामा आम नागरिक के भन्दैछन् त? अनलाइन खबरले गरेको एउटा जनमत सर्वेक्षणको नतिजा सुन्दा साँच्चै झट्का लाग्न सक्छ। 73% मानिस आक्रोशित छन्, मात्र 21% खुशी। यो विशाल आक्रोशको आँकडाले एउटै कुरा प्रमाणित गर्छ, नागरिकलाई यो राजनीतिक तानातान पटक्कै मन परेको छैन। मानिसहरू काम भएको देख्न चाहन्छन्, खाली कुर्सीको यो झमेला होइन।
र अन्त्यमा एउटा गम्भीर प्रश्न बाँकी रहन्छ, के यी संसदीय नियमहरू साँच्चै नै सरकारलाई जवाबदेही बनाउन प्रयोग भइरहेका छन् या केवल एकअर्कालाई अप्ठ्यारोमा पार्ने राजनीतिक हतियार मात्र हुन्? जब देशका 73% नागरिक आक्रोशित हुन्छन् तब हामीले सोच्नै पर्छ, यस्ता गतिरोधले हाम्रो देशलाई कहाँ पुर्याउँदैछ? यो गम्भीर प्रश्न मनन गर्दै आजको यो चिरफार यहीँ टुङ्ग्याउँछौं। अर्को रोचक र तथ्यपूर्ण विषयसहित फेरि भेट्नेछौं।